आफ्टर अ लङ टाइम म चाहिँ हो प्राप्ति श्रेष्ठ। हजुरहरूले चिन्नु नै भयो होला मलाई। यदि कोही नयाँ भ्युअर हुनुहुन्छ भने मेरो नाम चाहिँ हो प्राप्ति श्रेष्ठ र म चाहिँ नयाँ भ्लगर हो, जहाँ चाहिँ मेरो 100 फलोवर्स होइन, सरी सब्सक्राइबर छ। तर म त्यसमै खुसी छु। त्यो सबै मेरो साथीहरू, मलाई थाहा छ। त्यही पनि आइएम ह्याप्पी। अलिअलि गर्दै ग्रो हुनु त हो होइन, त्यही भएर नहाँसिदिनु होला मैले यसरी भ्लग बनाएकोमा होइन। अनि आज चाहिँ हो मकर सङ्क्रान्ति। सबैलाई ह्याप्पी मकर सङ्क्रान्ति। आज चाहिँ हो माघे 1 गते र यो भ्लग चाहिँ माघे 1 गते चाहिँ आउँदैन होला, किनभने आई एम लेजी गाइज। मैले आज भ्लग बनाउँछु, यो भ्लग 4-5 दिनसम्म यत्तिकै हुन्छ, त्यही भएर माइन्ड नगर्नु होला। अनि अब चाहिँ हाम्रो घर चाहिँ पाहुनाहरू आउँछ। म सबैलाई त के देखाउने, आफै इन्ट्रोभर्ट छु, क्यामेरा लिएर अरूको अगाडि जान सक्दिनँ। सो यसो बुढाबुढीहरूको अगाडि चाहिँ म पतर बोलिदिन्छु, ठुलो मान्छेहरूको अगाडि चाहिँ बोल्न सक्दिनँ, सानसानोहरूको अगाडि बोलिदिन्छु, सानसानोहरूलाई दिखाइदिन्छु। अब हाम्रो घरमा के चल्दैछ म हजुरलाई त्यो देखाउँछु। भ्लग बनाउने कसरी जोस चढ्यो भन्दा म यहाँ देखिलाको भ्लग हेरिरहेको थिएँ, अनि त्यहाँबाट मलाई के चढ्यो, जोस चढ्यो भ्लग बनाउने। आज चाहिँ यो हो हाम्रो किचन। अनि यहाँ चाहिँ आजको मेन डिस सक्खरखण्डा तरुल। सक्खरखण्डालाई चाहिँ इङ्ग्लिसमा भन्छ स्विट पट्याटो, जो सिजुकाको फेभरेट र मेरो पनि। अनि यहाँ चाहिँ छ तिलको लड्डु भन्छ यहाँ होइन, तिलको भेलीवाला लड्डु। अनि यहाँ चाहिँ छ प्रसादहरू। यहाँ चाहिँ हाम्रो थोड़ा सा सेटअप हिन्दीमा बोल्नु पर्छ क्या। इधर है शाही पनीर, शाही मुझे नहीं दिख रहा लेकिन है पनीर, जो कि है मेरा फेभरेट। अरू कहाँ छ? अनि यहाँ छ अचार आजको लागि, जुन मैले पनिर र मासु पाएपछि मैले केही खाँदिनँ, सो अरूतिर नजाऊँ। अनि यहाँ चाहिँ छ मासु कसलाई मन पर्दैन गाइज, मेरो त फेभरेटै हो मासु र पनिर। त्यो भएपछि मैले अरू न के तरकारीलाई हेर्छु न अचारलाई हेर्छु, त्यही भएर मासु र तरकारी भएपछि। हजुर हेलो मम्मी, मेरो भ्लगमा केही भन्न चाहनुहुन्छ? मकर सङ्क्रान्ति होइन र हिन्दीमा हुनुपर्छ। ए मेरो दिदीले चाहिँ टिका लगाइराख, हाइट ठुलो भएर खुट्टा फट्टा। बाबा लगाइदिन्छ है। चप्पल कति रुपियाँ? 20 रुपियाँ मलाई यो पर्छ। नमस्ते हम जा रहे हैं छत पर गाइस। और यहाँ पर है मेरे डैडी जी, जिनके सामने मैं ब्लॉग नहीं बनाती। और यहाँ पर है मेरे घर से व्यू, ये है स्याङ्जा का व्यू। हेलो सौरे, नलुक्न कसै लुकेको र? ल यता आइदिनु सौरे। ल मेरो भ्लग केही बोल्न ल हजार आइज। मेरो भ्लग केही बोल्दै त सौरे मेरो भ्लग केही बोल्न। ए त सौरे लजार भाग्यो, लजाउँछस् त। ल सौरे मेरो भ्लगमा 2 शब्द बोल, त्यो नभागै। मेरो नाम सौरे
यति भन्न मैले नेटको पासवर्ड थिएन यसको मलाई अनि नेटको पासवर्ड हालिदिन्छु यति भन् भनेको कति लजाको सौरी लजाउँछस् हाम्रो घरतिर चाहिँ सुनसान आइज नि म नेटको पासवर्ड हालिदिन्छु ल यहाँ बस कति लजाउँछु त्यति लजाउँछस् केटा भएर लजाउँछस् ल आइज त कति क्लासमा पढ्छस् यता आइज यता आइज यहाँ आएर भन्न भ्लगमा हेरेर कति क्लासमा पढ्छस् तल भन् इङ्ग्लिसमा भन् कुन सेक्सनमा पढ्छस् डीमा किन एमा किन पढ्दैनस् ए हुन्न सिधै डी हुन्छ डी हुन्छ कुन हुन्छ सेक्सनलाई भन् ल बोल्नुपर्छ भने भाग्यो ऊ नमु ल अब नमुलाई खिच्नु पर्यो त बोलेन फेरि नमुलाई खिच्छु अब हाम्रो घर भाउजूहरू बाजुहरू आउनुभयो अब सबले टिका लाउने अनि खाने अनि मैले अघिसम्म मकर सङ्क्रान्ति भनेको थिएँ कि खासमा इन्डियामा पो मकर सङ्क्रान्ति भन्दो रहेछ यहाँ त माघे सङ्क्रान्ति भन्दो रहेछ नेट के हो नि भन्दै हेर्न खान्थ्यो हालिदिन्छु कि अहिले हालिदिनु न म त यहीँ लिएर आइछु मोबाइल नेट इज कनेक्टेड ला हेलो नमु हेलो भाउजू हेलो मेरो भ्लगमा केही 2 शब्द बोलिदिनुहोस् ल आमा छोरी रेडी नमु आइज यहाँ आइज म मिठी किनिदिन्छु आइज यहाँ मेरो साइडमा बस आइज ल यता आइज न हेलो गाइज भन्दै यहाँ हेलो गाइज भन्दै यस्तो हेलो गाइज गर्दै नि हेलो गर्दै हेलो ल मा गर्दै मलाई मा गर्दै यहाँ तैँले यस्तोको बन्दुक के गरेर लैसी ए लक्ष्मी अझै खै न म भाउजू मेरो भ्लगमा केही बोल्नु न भाउजू पनि सौरी जस्तै ल मेरो भ्लगमा आए भन्दै आए म को होला भन्दै त अस्ति त्यत्रो बोलाएको होइन मेरो म को म पातिनु हो फेरि भन्दै त ओइ नचढे नाति मेरो नाम के अरे अनि अस्ति त्यो बनाएको थिएँ त्यो बनाइस् तैँले बनाए आफै बनाइस् मम्मीले बनाइदियो अजाले बनाइदियो ए त बोलिनस् के तेरो भाइ बोली हेर्छ भाइ बोल्छ खतरा ले यतिको लाएर लिनुपर्छ म यहाँ हालिदिन्छु प्लेटमा तास्ते छ क्या सबै के हो यो अलि सौरी आइज अन्त सानो बाबु आइज ल आज चाहिँ मकर सङ्क्रान्ति होइन अनि यो टोपी चाहिँ यहाँ टिका जान्छ भनेर माथि लाग्यो के किनकि अब छोडौँ भने कपाल त्यस्तो नराम्रो हो त्यही भएर माइन्ड नगर्नु होला अनि आजको चाहिँ मेन डिस हो सक्खरखण्ड एन्ड तरुल र मलाई तरुल चाहिँ मन पर्दैन यहाँ भित्र आएछ न मलाई तरुल चाहिँ मन पर्दैन त्यही भएर मैले सक्खरखण्ड खान्छु र चिउराहरू पनि खानु पर्ने क्या तर मलाई भोक लागेन आइज सौरी भोक लाग्यो यहाँ आइज चियर्स गर्नु चियर्स रोटी पहिल्यै निकाल्छु म निकाल्छु अलिक मेरो भ्लगमा आइज न मेरो भ्लगमा आउने लजाउने मेरो भ्लग आइस भने भाइरल हुन्छ मै भएन त चाहिँ हुन्छ आइज यहाँ भ्लगमा आइज म तँलाई क्वेसन सोध्छु एउटा रोकिन चियर्स गर्ने हो सक्खरखण्डलाई इङ्ग्लिसमा के भन्छ ल भन् सक्खरखण्डलाई त्यति भन्नुहोस् भने ल मेरो तर्फबाट तँलाई आज चटपटे पार्टी मैले भन्छ कि भन्दैन है त मलाई थाहा भएर त सोधेँ मैले भ्लगै छ जान्दैन चियर्स गरेर खाने भन्यो आइज चियर्स चियर्स मैले चाहिँ फेभरेट हो तँलाई मनपर्छ मन पर्दैन मेरो त फेभरेट हो सक्खरखण्डलाई इङ्ग्लिसमा के भन्छ थाहा स्विट पट्याटो भन्छ
किन भन्न सक्छ यसको गल्ती हो नि त्यो त अर्को सोध्नु तेरो गल्ती हो ल भ्यालीलाई इङ्ग्लिसमा के भन्छ ल भन् भ्याली भ्यालीलाई गुड पाक गुडपाक भन्दैन गुडपाक भन्ने अर्को मिठाई हुन्छ गुडपाक भन्दैन गुड गुड त्यो नेपाली हो इङ्ग्लिसमा भन्नु भनेको भ्यालीलाई भ्यालीलाई के भन्छ ल भन् म चटपटी पानीपुरी खाउँछु ल अब अर्को क्वेसन सोध्नु आएन अर्को सोध्नु अर्को त के सोध्ने ल माघे सङ्क्रान्ति किन मनाइन्छ ल भन् त माघे सङ्क्रान्ति खाना बनाइन्छ यहाँ त भन् त किन मनाइन्छ अरे खाना मनाइन्छ अरे भुक्कडै रहेछ ल हामी चाहिँ झ्यालको अगाडि आएर बनाऊँ नि त त्यो भएर टल्के हो क्या बेला बेलामा ल टोपी लाउँछ आइज शेर्पा टोपी लाउनु शेर्पा बेर्पा म त केटी देखिन्छु होला मान्छे र टोपी यत्रो देखि आइज तर म हिन्दीमा बोलाऊँ ल अब को टल्के गयो है तर फर्केर यत्रो टल्के गोरो हुँदैछ गोरो भएर आज त हेर्दै मैले यति खाली भयो है खाली बोलेर आज तर म हिन्दीमा बोलाऊँ हिंदी ठीक है तुझको आता है हिंदी आता है आता ब्लॉग में आ रहे बोल इधर आके बोलो उधर क्यों जा रहे हो मत शर्माओ ना क्यों शर्मा रहे हो को टल्के गो ल ब्राइटनेस कम गरौँ भने साइडको सबै कालो कालो आउँछ अब आइम इन्जोइङ सबैले पनि खानुभयो होला मकर सङ्क्रान्तिमा होइन मकर सङ्क्रान्ति होइन माघे सङ्क्रान्ति मैले फेरि धेरै हिन्दी भएर हिन्दी बोल्ला होइन 2,000 years later. राम्रोसँग हान्दैनौँ उठाएर यस्तो गर्ने किन म बल यसरी उठाउने अनि मुखमा ढ्याङ्ग्याङ्ग हान्दिने तल के गरेको त्यस्तो हानेको थियो यसरी हान्ने भन्ने आइज म तँलाई हानेर देखाउँछु यस्तो गर्ने यहाँबाट यस्तो मुख मिलाएको त्यसमा नि धन्यवाद साह्रो होइन देश मेरो निशाना कस्तो ठ्याक्के हो यिनीहरू काले 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 हात तिमीहरू अपोजिटमा उभियो कि म कस्तो देखियो अलवेज सधैँको जस्तै होइन मैले फेरि यसरी मात्र बनाऊ होइन अब अरू केही छैन देखाउन अनि आफै फत्ता बोलेको थियो देखाउनु पर्यो मैले आज दिकिला शेर्पाको भ्लग हेरेर मलाई कस्तो भ्लग बनाउनु मन लाग्यो होइन मलाई तिनीहरूको जोडी एकदम मन पर्दैन दिकिला र अनिकेतको चाहिँ मेरो भाइ मिसिङ छ साथीको घर गएको होइन ए वा त्यसले त्यहाँ अड्काइदियो त्यही भएर खुसी भयो होइन नमु त फुटबलरै बन्ने होस् क्या होइन जा भन्ने नमु त रोनाल्डो बन्ने होस् कि मेसी बन्ने होस् नमु त रोनाल्डो नै होला कि होइन गइहाल मसँग बस्नु पर्दैन छि भन्छस् अहिले एक झ्याप्पड खालास् फेरि फर्केर नआएछ त्यहाँ मेसीलाई छि भन्ने मजा आएन the cheese, the paneer.